हेलो गाइस, गुड मर्निङ सबैजनालाई। फेरि आज हेर्नुहोस् घरहरू यहाँ मुनि छ। जाँदैछु वक गर्दै गर्दै। अघि बिहान जानु पर्यो भनेर सोचेको, यत्तिकै घरको काम त्यस्तै हुन्छ। यहाँ चाहिँ गाउँ छ। यता मुनि छ घर। वक गर्दै गर्दै एकछिन काका कहाँ जानु आँटेको, माथि जानु आँटेको होला। उकालो सके पुरा थाक्छौ। यता मुनि छ घर, हेर्नुहोस्। यता माथितिर छ घर। यसलाई भन्छ लोवर गुरुङ डाँडा भन्छ। बस्तीको नाम चाहिँ पास्का गुरुङ डाँडा। यो जुन देखाउँछु, काका आउनुहुँदैछ जानुहुँदैछ। यो चाहिँ फुपूको घर। मैले मन परेको फुल छ कि छैन हो हेरेर आउँछु। अन्त यो फुपूको घर। थाक्यो, उकालो छ कि बाटो। यो सबै शिट। यही हो फुपूको घर। यस्तै छ ग्यारेज आउने रहेछ। थुप्रो भएन आएको। अस्ति खेप आएको थियो फुपा हेर्नु, अन्त आज आउँदैछु। मैले मन परेको फुल खोजेको यहाँ। यता छ भन्दै थियो हिजो मेरो दिदीले, कजन दिदीले। एकछिन लाऊ, यहाँ रहेछ फुल। ए होइन रहेछ नि, ए यहाँ रहेछ। यो मैले मन परेको इन्डोर प्लान्ट चाहिँ यो रहेछ। यहाँ फुपू चाहिँ यहाँ हुनुहुन्छ। यहाँ मेरो ज्वाइँ। हजुर, फुपूकोबाट मैले मन परेको इन्डोर प्लान्ट पनि पायो। अब एकछिन यहाँ माथि जाँदैछु। यहाँ माथि चाहिँ मेरो एउटा आफ्नो मान्छेहरू छ, सो देखाइदिन्छु। त्यहाँ चाहिँ घर फर्किने। घर फर्केपछि लन्च पकाउनु पर्यो। भ्युजहरू हेर्नुहोस्। कहीँ हिँड्दिनँ नि त म चाहिँ। अन्त पर डाँडामा देखेको चाहिँ पुत्ताको डाँडामा देखेको चाहिँ हल्का ग्रिन ग्रिन बिल्डिङहरू छाना देख्दैछ होइन। त्यहाँ चाहिँ मेरो छोरीको स्कुल त्यही हो। यहाँदेखि झन्डै 5 किलोमिटर मेरो छोरीको स्कुल पुग्नु। मैले तपाईँलाई अघि भनेको थिएन मेरो एउटा आफ्नो मान्छे छ भनेर। पुग्नु आँटे घर। यहाँ बस्नुहुन्छ मेरो आफ्नो मान्छे। अस्ति हाम्रो यहाँ बडा बाउ खस्नु भएको।
भयो 1 साल भयो होला देमा आउनुहुन्छ बढियामा। यसो घुम्दै आएको नार्जे यतातिर। यहाँ बस्नुहुन्छ। यहाँ हुनुहुन्छ मेरो देमा, सायद बिमारी होला बिचारा, खुट्टा दुखेर साह्रो परेर बिचारा। तपाईँ एक्लै? बुहारी खोइ? ए बिचारा माया लाग्छ पनि, गरिब दुखी मान्छेहरू माया लाग्छ। ए बुहारी ए बोल्नु पनि सक्नु हुँदैन राम्रोसँगले हो यहाँ देमा बिचारा। अन्त खानाहरू खानुभयो? यहाँ हाम्रो देमाको घर मजा लाग्छ मलाई यस्तो घर के हेर्नु। यहाँ चाहिँ एउटा रुम, चुला रहेछ। आउँछु म यहाँ बेला बेलामा यहाँ देमालाई भेट्नु। अन्त बिमारी रहेछ देमा पनि। नेक्स्ट एपिसोडमा भेटौँ, तपाईँलाई फेरि के देखाउने छु।